भने के अरे ठ्याक्कै उसले सटो उतायो नि हामी त अब आफ्नै दिगमा आएको छौँ अब गाडी ब्रेक फेल लाग्छ नि साथी त्यहीबाट हालेछ नि यहाँबाट हाल्यो हामी यसको मोड तलतिर भयो होइन तलतिरबाट हो यसको साइड तलतिरबाट हो यसको माथिबाट भयो ब्रेक फेल भयो उनीहरूले उसले भित्तालाई जोत्ने हिसाबले त के थाहा भयो त्यो पनि भित्रैबाट त्यो पनि भित्रैबाट ठोकाउन खोज्यो क्या पुरै ब्रेक छैन ठोकाएको यतातिर हालेको गाडी पनि खासै नोक्सान हुन्छ जानकारी गरिदिनु शिक्षा पनि जानकारी गरिदिनु जाउँ 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 हिँड जाउँ सर तेल लिक भएको नभए त त्यसलाई लग्थ्यो हुन्थ्यो कि ड्राइभरले नेपालमा के गर्ने त के गर्ने लैदिनु सोध्ने तर के भने ऊ आफै एक्लै जानु मन होला कोही मान्छे आइदियो पुलिस आइदियो चारैजना यो सडकबाट हामी चारैजना एक जात अब यत्रो गाडीले यसलाई त खतम हुन त गयो भने 12,000 लिटर उहाँ चाहिँ कहाँबाट हालिदिन्छ पछाडि नै हुनुहुन्थ्यो यो मोटरसाइकलमा अहिले क्याम्पमा हुने अघि चेकमा ओर्लिनु भएको तपाईँहरू चेकपोस्टबाट त्यही भेट्दा उहाँले गर्दै हुनुहुन्छ त हाम्रो छोड्दैन सबैले कहाँ छोड्दै गाडी छोड्दैन होला गाडी छोडेपछि मान्छे कोही छैन एकजना त्यो सडकको भेटा रहेछ कति बिचरा डोडा त्यो अरू जस्तो भइदियो अहिले हान्थ्यो होला ब्रेक फेल भयो भनेर भन्दै गएको दिल्ली पुगिन्थ्यो अहिले तपाईँले थाहा नथ्यो गाडी आएको गाडी आएको त मैले तलबाट झलक्क यहाँ देखेको थिएँ कि त्यहाँबाट मैले साइड सेभ गरेको त झन् उतै काट्यो कि त्यसले अलि यतातिर गर्दै थिएँ सरदारजी हम नेपाल में खबर पहुँचा दिया बोल दिया यहाँ से सुर्खेत के कंटेक्ट सुर्खेत से फोन करती है नेपालगंज सऊदी को आपको चोट तो नहीं आई है दर्द हो रही है जल्दी आ जाएगा दो इधर से कितना होगा 3 किलोमीटर चोट लगा लगे कुछ चोट तो नहीं लगा दर्द हो रही किन सर मेरो भगवान ने बचा दिया हाँ ये राम ने इसलिए पूरा इधर दाब दिया था कि आप उधर से निकल ही जाएंगे कोई ना कोई तो कोई ड्राइवर आता नहीं है कि अपनी साइड से छोड़ के दूसरी साइड जाएगा वहाँ पीछे देख लिया ना मैंने वहाँ पीछे देखिए ना एकदम 2 नंबर लगा दिया हुआ था 2 नंबर में भी नहीं रुक रही हाँ मौका ही नहीं दिया पैडल मारते यहाँ से इमरजेंसी हार्न हुँदैन नहीं
उसै हो चाहिँ हुँदैन कि अब ब्रेक कसरी अब ब्रेक फेल भइदियो भने त त्यही उपाय राम्रोसँग देखेर हाल्ने उपाय अरू केही